भर्ती हुने बित्तिकै युके लाउरेको तलब 3,45,000बाट सुरु हुनेछ। त्यसपछि लास्ट कोर्पोरलमा प्रमोसन भएपछि चाहिँ तलब सुरु हुनेछ 4,39,000बाट। त्यसपछि कोर्पोरलमा प्रमोसन भएपछि तलब सुरु हुनेछ 5,03,000बाट। त्यसपछि सार्जनमा प्रमोसन भएपछि तलब सुरु हुनेछ 5,60,000बाट। त्यसपछि कलर सार्जन अथवा स्टाफ सार्जनमा प्रमोसन भएपछि तलब सुरु हुनेछ 6,23,000बाट। त्यसपछि WO2मा प्रमोसन भएपछि तलब सुरु हुनेछ 6,65,000बाट। अनि WO1मा प्रमोसन भएपछि तलब सुरु हुनेछ 7,17,000बाट। अनि क्याप्टेनमा प्रमोसन भएपछि चाहिँ WO2बाट प्रमोसन सिधै भएको हो कि WO1बाट प्रमोसन भएको हो त्यसमा फरक पर्नेछ, तर 7 लाखभन्दा चाहिँ माथि नै हुने भयो। त्यसपछि मेजरमा प्रमोसन भएपछि चाहिँ 7,51,000बाट सुरु हुनेछ। यो चाहिँ गोर्खालीहरूको अलमोस्ट हाइएस्ट र्याङ्क हो। औँलामा गन्न सकिने 4-5 जना लेफ्टिनेन्ट कर्नल बाहेक प्रायः गोर्खालीहरू चाहिँ मेजरसम्म